नमस्कार, म धर्म रुकाया। आज कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा हामी उपाध्यक्षज्यू शान्तिनाथसँग निर्वाचन भइसकेपछि उहाँका निर्वाचन क्षेत्रमा उहाँहरूले के कस्तो काम गर्नुभएको छ, हामी यो विषयमा उहाँसँग छलफल गर्छौँ। र उपाध्यक्षज्यू, तपाईँलाई स्वागत छ यो कार्यक्रममा। म सौगात नि तपाईँले 3 वर्षको कार्यकालमा के कस्ता कामहरू गर्नुभएको छ निर्वाचन भइसकेपछि? धन्यवाद। नमस्कार, म बेलडाँडी गाउँपालिकाको उपाध्यक्ष र तपाईँ एकदमै पानी परिरहेको छ यो बर्खा मासमा पनि आएर तपाईँ एउटा स्थानीय तहमा महिलाको हक अधिकारको बारेमा के कस्ता कामहरू गर्नुभयो भनेर क्वेसन गर्नुभएको छ। यसका लागि म एकदमै हृदयदेखि तपाईँलाई धन्यवाद दिन चाहन्छु। हामीले चाहिँ 3 वर्ष जति पुगिसक्यो स्थानीय तहमा निर्वाचित भएर आइसकेको। अब जति हामीले चाहिँ स्थानीय तहमा आउनुभन्दा पहिले हामीले सोचिरहेको थिएँ यो काम हामी गर्न सक्छु भनेर सोचेको थिएँ, तर सोचे जति त गर्न सकिएन। त्यही पनि हामीले चाहिँ आफ्नो प्रयासमा थुप्रै कामहरू गरिएका छन्। हजुर, महिला तथा बालबालिकाका क्षेत्रमा के कस्ता कामहरू गर्नुभएको छ? महिला तथा बालबालिकाका क्षेत्रमा काम भएको छ, किनभने सुरुमा गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि सुरुको लोटमा चाहिँ हामीले चाहिँ बेलडाँडी गाउँपालिकामा जस्तो एकल महिलाहरू छ, एकल महिलालाई राज्यले उहाँहरूलाई चाहिँ एकल भत्ता भनेर चाहिँ सङ्घीय सरकारले उहाँलाई दिने गरेको छ भने त्यो मात्र एकल होइन नि त, अर्को पनि त्योसँग जोडिने अविवाहित महिलाहरू जस्तो 40 वर्ष 35 वर्ष काटिसकेको महिला त्यो पनि त एकल हो नि त भने उसको पनि त स्थानीय तहमा कर तिरेको छ, उसले पनि एउटा नागरिकता लिँदा कर तिरेको छ, एउटा चाहिँ जन्म दर्ता बनाउँदा पनि कर तिरेको छ भने स्थानीय तहको बजेट उहाँलाई पनि छुने गरेर अविवाहित महिला र हाम्रो गाउँ समाजमा जन्मदै गर्दा हाम्रो परम्पराले के भन्छ भने अहिले अलिकता खुल्कु गरेको छ। पुरानो दिनमा त तपाईँको यी चाहिँ यसको घरमा चाहिँ यो बच्चा जन्मेपछि छोरा र छोरी मात्रै जन्मदैन नि त, छोरा र छोरी नजन्मिसकेपछि त्यहाँ तेर्सो लिङ्गी पनि जन्मेको हुन्छ। तर हाम्रो गाउँघरमा पहिलेको पुर्खाहरूले त त्यसलाई देखाउँदै चाहन्थेन हो। अहिले बेलडाँडी गाउँपालिकामा मैले निर्वाचित भएर आइसकेपछि पहिलो लोटमा तेर्सो लिङ्गी र अविवाहित महिलालाई एकल महिला स्थानीय सरकारबाट भत्ता लागू गरेको छ। उहाँहरूको एकल महिला र तेर्सो लिङ्गीलाई अविवाहित, एकलमा पनि अविवाहित महिला उहाँहरूलाई चाहिँ महिनाको 2500 को दरले कहिलेबाट लागू गर्नु? म चाहिँ निर्वाचित भएर आएकै सालदेखि मैले सुरु गरेको। एकदमै राम्रो। उहाँहरूले चाहिँ अहिलेसम्म निरन्तर पाइरहनु भएको छ। तेर्सो लिङ्गी र अविवाहित महिला मेरो गाउँपालिकामा अविवाहित महिला चाहिँ 8 जना छ, भत्ता खुलेर लगेर गएको। तेर्सो लिङ्गी चाहिँ अहिले 2 जना आएको छ, खुलेर चाहिँ लगिरहनु भएको छ उहाँहरू। जस्तै अहिले एउटा तथ्याङ्कले अस्ति मात्रै म एउटा कार्यक्रममा दिएँ, के भन्नुभएको छ भने बाल विवाहको एकदमै सङ्ख्या बढिरहेको छ होइन, बाल विवाहको सङ्ख्या कस्तो छ र यसलाई यो बढ्नुको कारण के हो र हामीले बाल विवाहलाई रोक्न सक्ने उपायहरू के अपनाउनु भएको छ? अब यस्तो छ, यसमा बाल विवाह रोक्नका लागि यो के छ भने यसमा जनचेतनाको धेरै मैले कमी देखिरहेको छु। जो सानै उमेरमा अहिले हामी विभिन्न किसिमका घरमा सानै अवस्थामा पनि गार्जेनले बच्चालाई चाहिँ मोबाइल दिइराखेको अवस्था छ। फेसबुकको जमाना कारण बढ्नको फेसबुकको जमाना। अब उसले सानै उमेरमा बिहा गरेर भागेर गएको हुन्छ, ऊ देखेको हुन्छ नि एकअर्काले, उसले प्रेम गर्यो ल मायामा धोका दियो भन्छ, सुसाइड गर्छ, अर्कोले पनि त्यही गरिरहेछ कि त्यो गोष्ठीको बढी भइरहेछ। त्यो हुनको कारणले पनि आफू परिपक्व नहुनसम्म उसले चाहिँ परिपक्व भएपछि चाहिँ मैले 20 वर्ष काटिसकेपछि जो बिहा गर्नुपर्ने हो भन्ने उसको सोच हुन्छ, त्यो सोचतिर ऊ पुगेको हुँदैन। ऊ बच्चै हुन्छ र
अर्काको देख्ने बित्तिकै मैले पनि यही गर्न पाएँ कि भनेर चाहिँ उसले चाहिँ त्यो गरिरहेको हुन्छ। त्यो गर्दै गर्दा हामीले धेरै जस्तो विद्यालयमा जनचेतना कार्यक्रम पनि चलाएको छ। बेलडाँडी गाउँपालिकाको 14वटा सामुदायिक विद्यालयमा एउटा हामीसँग एनएसडब्ल्यूले पनि कार्यक्रम चलाइरहेछ। प्रत्येक विद्यालयको उसमा कचरी मिटिङ भनेर मैले चाहिँ सानसाना बालबालिकासँग अन्तर्क्रिया कार्यक्रम गरिरहेको छु। यसलाई चाहिँ रोक्नुपर्छ। यसलाई चाहिँ अलिकता यसका लागि जनचेतना कार्यक्रमहरू थुप्रै गर्नुपर्छ। कारण के का लागि हो, किन भइरहेछ, जसले सानो उमेरमा बिहा गरिरहेछन्, 16-17 वर्षमा बिहा गरेको छ, एकअर्कासँग भागी गएका छन्, तिनीहरू आज सुसाइड गर्न पुगेका छन्। जब तिनीहरूको उमेर पुग्यो, केटाले पनि सानै उमेरमा बिहा गर्छ, भोलि गएर चाहिँ विभिन्न ठाउँमा जान्छ, राम्रो राम्रो केटीहरू देख्छ, राम्रो ठाउँ देख्छ, त्यसपछि ऊ परिवर्तन हुनु खोज्छ। ऊ परिवर्तन हुँदै गर्दा घरको श्रीमती त मार्कामा पऱ्यो नि त उसको। त्यो भएको हुनाले घटना बढी यो तरिकाले पनि घटिरहेछ। यसका लागि तपाईँहरू जुन यो हाम्रो चाहिँ स्थानीय तहमा पत्रकार क्षेत्रमा तपाईँहरू काम गर्नु भएको छ, यसका लागि तपाईँहरूलाई एकदम म विशेष धन्यवाद पनि दिन चाहन्छु। र सँगै अलिक के भन्न चाहन्छु भने यस्ता कुराकानीहरू सानसाना बालबालिकासँग स्थानीय तहमा तपाईँहरूले पनि यो कचरी मिटिङ राखेर ती बालबालिकाका समस्या के हुन् भनेर तपाईँले पनि तिनका बारेमा चाहिँ अलिकता छलफल गराएर स्थानीय सरकारसँग अन्तर्क्रिया कार्यक्रम गराइदिए भने अझै यो कम हुन सक्छ कि मलाई लाग्छ। हुन्छ, हामीले सहयोग गर्छौँ। अनि घरेलु हिंसाका मुद्दाहरू आउँछन् कि आउँदैनन्, के कस्ता छन् घरेलु हिंसाका कुराहरू? अब घरेलु हिंसामा भन्दै गर्दा अहिले पनि बेलडाँडी इपरकामा 2टा बहुबिहाका मुद्दाहरू दर्ता भएका छन् र जसको साना 2वटा बच्चा छन् उहाँसँग। कानुनमा प्रश्न लेखिएको छ बहुबिहा गर्नै नपाइने भनेर। गाउँमा सबैभन्दा बढी बहुबिहा भइरहेछ हो भने किनभने एकदम हामी महिला हो, महिलाले नै पीडा दिइरहेको हुन्छ भने यो घटनालाई हामीले रोक्नुपर्छ भन्दा पनि उहाँहरू रोक्न सक्नुहुन्न भने स्थानीय सरकारले मात्रै त्यहाँ सक्दैन। यसमा सरकारवाला विशेष सबैले लाग्नुपर्ने हुन्छ र घरेलु हिंसाभित्र धेरै महिलाहरू पीडित छ। वास्तविक जो महिला पीडित हो नि त्यो हामी कहाँ न्यायसम्म पुग्न सकेको छैन। ऊ त्यही छ जो चाहिँ पीडित महिला नभएर पीडितका नामले चाहिँ अलिकता दादागिरी गरेर हिँड्या हुन्छन्। उहाँले चाहिँ गर्दा जुन अहिलेको यो संविधानले महिलालाई दिएको अधिकार छ नि, यो अधिकारलाई बचाएर राख्ने होइन भने भोलि महिला अझै पीडामा पर्नुहुन्छ। घरेलु हिंसा थुप्रै छ। अहिले यो सोसियल मिडियाले गर्दा यो हाम्रो चाहिँ सामाजिक सञ्जालमा थुप्रै कुराहरू सूचना मिडियाले फैलाएर कामहरू गरिरहेको छ। जस्तो स्थानीय सरकारले पनि अन्तर्क्रिया कार्यक्रमहरू गरिरहेछ। यसले गर्दा अलिअलि न्यूनीकरण भइ पनि रहेछ। किन भित्र लुकेका हुने पनि त्यस्ता लुकेर रहेका केसहरू पनि बाहिर आइरहेछ। अनि यो आर्थिक वर्षमा हजुरलाई घरेलु हिंसा अथवा लैङ्गिक हिंसाका मुद्दाहरू के कति आएको छन्, कति प्रचुर गरिसक्नु भएको छ र कति दर्ता भएको छ? अब यो आर्थिक वर्षमा यो 82मा मात्रै 19वटा परेको थियो। 19वटामा लगभग मेरो 7वटा घरेलु हिंसाको मुद्दा आएको थियो। अरू चाहिँ अहिले नि जमिन नापजाँच भएको कारणले जमिन सम्बन्धी बढी आएको छ। घरेलु हिंसाको 7-8वटा आएको थियो। अब तिनीहरूलाई कसरी भने दुईटैलाई बोलाएर श्रीमान श्रीमती, त्यसमा समस्या के छ, फोन, श्रीमानले फोन अरूलाई गरिदिने, श्रीमतीसँग कन्ट्याक्टै नगरिदिने, बच्चा जन्माइदिने, पालन पोषणका लागि नहेरिदिने र अब मेरो श्रीमानले चाहिँ मलाई घरबाट निक्लेर गइहाल भनेर भन्छ भन्ने जस्ता केसहरू थुप्रै आएका छन्। श्रीमान र श्रीमतीलाई दुईटैको मिलमिलाप गरेर आइन्दादेखि यस्तो गर्नुहुन्न है, तपाईँहरूले पनि मिलेर गर्नुपर्छ भन्ने दुईटैको सहमति गराएर चाहिँ मैले लगभग 7वटा मुद्दा चाहिँ घरेलु हिंसाको मिलावर्त गरेर पठाएका छु। हजुर, जस्तै अहिले महिलाको हत्या हिंसाहरू एकदमै बढ्दो मात्रामा छ होइन। एउटा खसी बाख्रा काटे चाहिँ महिलाहरूलाई काटिएको छ होइन। अनि तपाईँले तपाईँको पालिकामा महिलाहरूका यस्ता घटनाहरूलाई रोकथाम गर्नको लागि के कस्तो योजनाहरू बनाउनु भएको छ? अब त्यसको लागि त यस्तो छ, अब हामीले घटना कतिखेर हुन्छ थाहा हुँदैन होइन। घटना कतिखेर हुन्छ थाहा हुँदैन, तर यो घटना घटिसकेपछि के कति कारणले घट्यो भन्ने मात्रै पछाडि गएर थाहा हुन्छ।
पहिले थाहा भइदिए त घटना घट्नै दिइन्न। जब थाहा नभएपछि घटना घटेपछि के कति कारणले भएको रहेछ भनेर बुझ्दै गर्दा घटना हुने चाहिँ मैले देखिरहेको छु दुईवटा बाटो। एउटा आर्थिककै कारणले घटना भइरहेछ, एउटा घटना के भएको छ भने एक अर्कासँग सम्बन्ध जोडिएर चाहिँ श्रीमान श्रीमतीको चाहिँ सम्बन्ध बिछोड भइरहेछ। मैले अस्ति मात्रै 4 वर्षको सानो बालक श्रीमान श्रीमतीलाई चाहिँ मैले एकदम उहाँहरूको 2-3 चोटि केस हेरेँ, सम्झाएँ बुझाएँ। मैले धेरै सम्झाएँ। श्रीमानले भन्छ श्रीमतीले मलाई हान्छ, श्रीमतीले भन्छ श्रीमानले मलाई हान्छ। त्यो दोहोरो गर्दाखेरि उनी दुईको मात्रै जिन्दगी नभएर त्यहाँ 4 वर्षको बच्चाले पनि अदालतमा गएर डिभोर्स गरिसकेपछि त्यहाँ 4 वर्षको दुधे बच्चाले चाहिँ आमाबाट छुट्नुपर्ने अवस्था आयो भने यस्ता केसहरूको बारेमा यो गर्नु हुँदैन भनेर महिला शाखाबाट जनचेतना कार्यक्रमहरू मैले पटक पटक गरेको छ। जस्तो तपाईँको नारी दिवसमा पनि हामी तिनै कार्यक्रममा तिनै शब्दलाई बढी बोलिरहेछौँ। जस्तो यस्तो घरेलु हिंसा चाहिँ हामीले गर्नु हुँदैन, बुहारीमाथि सासूले गर्ने त्यो पनि त घरेलु हिंसा महिलाले गर्ने हो नि त। तर महिलाले महिलामाथि हिंसा गर्नुहुन्न भने हामीले चाहिँ कुनै पनि नारी दिवसमा भयो, हजुरको चाहिँ यस्तो स्वास्थ्य स्वयंसेविकाका दिवसहरूमा भयो, यस्तो कुनै वडामा चाहिँ महिलाहरूसँग उपाध्यक्ष अन्तर्क्रिया कार्यक्रमहरू भयो, त्यस्ता कार्यक्रमहरू चलाएर यो घटनै घटाउनु हुँदैन। तपाईँलाई आवश्यक पर्यो भने यी प्रकारको नम्बर लिनुहोस् र गाउँपालिकामा पनि आउनुहोस्, म छु भनेर मैले उहाँहरूलाई पटक पटक यी कार्यक्रमहरू चलाइरहेको छ स्थानीय सरकारले अहिले। हजुर। अनि धेरै जसो युवाहरू वैदेशिक रोजगारमा छन् होइन, उहाँहरूको घरमा भएका ज्येष्ठ नागरिकहरूको अवस्था के कस्तो छ? जस्तै ज्येष्ठ नागरिकहरूलाई पनि घरमा बस्ने बुहारीहरू अथवा अन्य परिवारको सदस्यहरूले लालन पालन नगरेको भन्ने त्यस्तो मुद्दाहरू के कति आउँछन् र अवस्था के छ उहाँहरूको? त्यस्तो अवस्था भएको खण्डमा तपाईँले के कस्ता सहयोगहरू गर्नुभएको छ? अब हामीले चाहिँ जसका छोराहरू वैदेशिक रोजगारीमा बाहिर गइरहनु भएको छ, अब हाम्रो देशमा त त्यही हो नि, हाम्रो देशमा बसेर थोरै भए पनि आफ्नो देशमा काम गर्नका लागि कसैले पनि चाहना गर्दैनन्। अब बाहिरै गएर कमाउन पाए भने हामी कति कमाएर ल्याउँछौँ भन्ने चाहना गर्छन्। जो साथीभाइहरू बाहिर गएर फर्केको हुन्छ उहाँहरूले आफ्नो वेदना पोखेको हुन्छ कि जस्तै भयो भने हाम्रै माटोमा काम गरेर खान्छौँ हामी भनेर उहाँहरूले अहिले पुनः सिपमूलक तालिमहरू, बाख्रा फर्महरू, कृषिसँग उहाँहरू जोडिनु भएको छ र उहाँका परिवारका लागि जसो हामीसँग जोडिएको वडा कार्यालय नजिक छ, वास्तविक उहाँ यस्ता चाहिँ ज्येष्ठ नागरिकहरू हिजो मात्रै हाम्रो बेलडाँडी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार कार्यक्रम गरिरहेको थिए भने त्यो बेलाको अवस्थामा आउन नसक्नेका लागि पनि हामीले चाहिँ ल फलाना मान्छे चाहिँ बिरामी छ आउन सक्नु भएन, उहाँलाई चाहिँ ल्याउनुपर्छ भनेर पनि गरेको छ। अबको योजनामा पनि अहिलेको यो योजना नीति तथा कार्यक्रममा पनि मैले राखेको छ भने ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परीक्षण कार्यक्रम राखेकी छु। अब जहाँनिर ज्येष्ठ नागरिकहरू गाउँघरमा बिरामी हुन्छ वडामा चाहिँ हाम्रो सानो एउटा क्लिनिक राखेको छ, स्वास्थ्य क्लिनिक। उहाँले चाहिँ तुरुन्त गएर गर्भवती महिला, ज्येष्ठ नागरिकलाई, बालबालिकालाई घरमै गएर पनि उपचार दिन सक्नुहुन्छ। त्यो दिनका लागि हामीले पालिकाबाट पनि निर्देशिका दिएर खटाएका छौँ। हजुर, एकपटक मैले आफैले पनि फोन गरेको थिएँ होइन, परिवारको सदस्य छँदै हुनुहुन्थ्यो तर पनि उहाँलाई हस्पिटलसम्म ल्याउनु भएको थिएन। मैले हजुरलाई फोन गरिसकेपछि आफ्नै एम्बुलेन्स दिएर महेन्द्रनगरसम्म ल्याउनु भएको थियो र उपचारसम्म गरिएको थियो होइन। अनि त्यसमा पनि हजुरलाई धेरै धेरै धन्यवाद छ। र अनि अर्कोतिर भने यो आर्थिक वर्षमा कस्ता कस्ता मुद्दाहरू अलिक बढी नै आएको छ? यो आर्थिक वर्षमा बढी जस्तो अहिले परेको मुद्दा भनेको यो जमिनै सम्बन्धी छ। घरेलु हिंसामा कमाउँछ र घरेलु हिंसाभित्र पनि श्रीमान श्रीमतीको बढी छ। सबैभन्दा बढी हामी कहाँ जमिनको मुद्दा, त्यसपछि श्रीमान श्रीमतीको मुद्दा। यहाँ श्रीमान श्रीमतीको यो घरेलु हिंसा नभएको हो कि या नआएको हो? अब यस्तो छ कि अहिले घट्नुको कारण के रहेछ? घट्नुको कारण भन्दाखेरि धेरै जस्तो कस्तो हुन्छ, घरेलु हिंसामा श्रीमान श्रीमतीको मुद्दा चाहिँ यहाँ आउँदाखेरि हाम्रो प्रक्रिया लामो हुन्छ। हाम्रो प्रक्रियामा चाहिँ कम्तीमा हामीले पत्र काट्नुपर्ने हुन्छ, 15 दिने सूचना हुन्छ। अब उहाँहरूको के हुन्छ भने तुरुन्तै चाहियो, अहिलेको अहिले भन्नुहुन्छ। त्यो भएर पनि अलि उहाँ छिटो चाहिँ प्रहरीले गर्ने भएको कारणले उहाँहरू बढी प्रहरीसँग जोडिनुहुन्छ। किन प्रहरीले एक त हाम्रो कस्तो छ भने हामीले बोलाउने बित्तिकै आउँदैनन्,
हामीले यसरी मुद्दाका लागि बोलाइदिए तपाईँ आइदिनुहोस् न एकचोटि छलफल गर्नु छ भन्यो भने होइन हामी एकछिन पछि आउँछु भन्छ, त्यो पछि कहिले पनि फर्कँदैन। हजुर स्थानीय तहमा भएका न्यायिक समितिमा त श्रीमान श्रीमतीका झगडाको लागि आउँदै आउँदैनन्। आइहाल्यो भन्यो भने हामीले मिलमिलाप गरेर पठाएका छौँ 2-3वटा मुद्दा। त्यसपछिका मुद्दा चाहिँ यी प्रकारतिर जान्छ र डिभोर्स बढी सम्बन्ध बिछोड बढी मुद्दा हुन्छ, त्यो क्षेत्राधिकार हामीलाई पर्दैन। हजुर अब हामी अर्को च्याप्टरतिर पनि लागौँ। तपाईँ योजनाहरूको अनुगमन समितिको संयोजक पनि हो होइन, तपाईँले अनुगमन गर्दा